हेलो साथीहरू, गुड मर्निङ। आज पनि सोमबार हैन। आज पनि मन्दिर जाने सायद मिलो हैन। उठेर मुखसुख धोए, लागे मन्दिरमा जल चढाउनलाई शिवजीलाई। अनुहाको क्या एकदम धेरै चिसो छ हैन। म धेरै बिराम भएँ, लगभग 1-1.5 महिना पछाडि बल्ल 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 निको भएकोले गर्दाखेरि नुहाउनु चाहिँ ननुहाएको। अब लागे ल। अब यो चाहिँ पारिदेखिको पौठाक लाब्रीहरू होला सायद हैन। अनि अब यो बाटो हुँदै 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 यो बाटो यो बजार पल्लो छेउदेखि अलि परतिर जानुपर्ने हुन्छ। मेरो भ्युअर्सहरू मध्येमा तपाईँहरू यहीँ वरिपरिको आसपासकै मान्छेहरू हो, यता मोराङतिर हिँडिराख्नु भएको भन्दा तपाईँलाई थाहा हुन्छ है। गफ गर्दै गर्दै मन्दिर पनि आइपुगे। अनि पूजासुजा सकेर फेरि पनि भिडियो बनाउँदै तपाईँहरूलाई देखाउँदैछु। योभन्दा अगाडिको धेरैवटा भिडियोमा पनि मैले मन्दिरको त धेरै नै फोटो भिडियोहरू खिचेर तपाईँलाई देखाइसकेको छु हैन। पर पुजारी बाले पूजा गर्दै हुनुहुन्छ। यो मन्दिरमा आउँदा चाहिँ मलाई कस्तो हुन्छ नि, आनन्दवाला हैन, लाइक हुन्छ नि मान्छे कतैबाट बाहिर घुमेर आएर घरमा आउँदाखेरि कस्तो आनन्द मेरो घर हुन्छ नि, त्यो टाइपको मलाई बेग्लै मजा लाग्छ क्या। त्यही भएर कस्तो हुन्छ नि, यहाँ आएर टाइम स्पेन्ड गर्नमा मलाई एकदम धेरै खुसीवाला फिल हुन्छ साथीहरू हैन। ल, पूजा पनि भयो। अब जल चढाएर फेरि घर फर्केको। जिन्दगीमा अरू कुरा त त्यस्तै हो है। अब मलाई त्यस्तो धेरै हाँसो खुसी चाहियो भन्न पनि म भन्दिनँ। जस्तो छ यस्तै चलिरहोस् है। हुन्छ नि, आफूले आफूलाई सम्हाल्न सक्ने क्यापेसिटी चाहिँ आफूले आफूलाई नै बन्न पाऊँ भन्ने मात्रै लाग्छ मलाई हैन। अरू भन्ने कुरा अक्रम बक्रम एबिसी भन्ने कुरा त आउँछन् जान्छन्, त्यो आफ्नोमा छ हैन। हुन त मान्छेहरूको आफ्नो आफ्नो आस्था विश्वासको कुरा पनि होला। यस्तो लाग्छ मलाई, कसैलाई के देखाउनै छैन, कसैलाई के जित्नै छैन क्या लाइफ मेरो। अब बाँकी रहेको लाइफ चाहिँ म आनन्दले हैन, हुन्छ नि यसरी नै मन्दिर धाएर हुन्छ नि पूजा गरेर यसरी नै बिताउन पाऊँ जस्तो लाग्छ। मलाई लाग्छ भगवानले मेरो सबै इच्छाहरू पुरा गरिदिनु भएको छ र अब पनि गर्नुहुन्छ जस्तो लाग्छ। अनि यस्तो दिनभरि यसो गर्यो अनि बेलुका भएपछि आलु रोप्न थाल्यो। यति आलु रोप्यौँ आज हामीले। आफ्नो आफ्नो सुर छ सबैको। कोही चाहिँ अब यस्ता छन् नि, यी चाहिँ फेरि काम गर्ने होइन नि, थर्काउने कराउने। यी तीनजनाहरू चाहिँ बेरोजगार सङ्घको के भन्छ त्यसलाई, बेरोजगार सङ्घको उहरू नै हुन्, कार्यकर्ताहरू नै हुन्, स्टाफहरू नै हुन्। उता परको चाहिँ हाम्रो प्युर सोल्टी हुनुहुन्छ। यो कपाल मात्रै यस्तो, फेरि उहाँ गन्जाडी होइन नि फेरि होइन। अनि यी दुईजना लफङ्गाहरू हेर्नुहोस्, उमेरद्वार छन्, उमेर पुगेका छन्। अल्छी गरी भने कहिलेको मैले यसरी काम चाहिँ गर्छन् गर्न चाहिँ। तपाईँहरू कोही विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ भने मलाई सम्पर्क राख्न सक्नुहुन्छ। अनुहार चाहिँ यिनीहरू नै हुन्, उमेरद्वारहरू। फोन आएको हौ, फोन छ्यामालाई देऊ त। छ्यामालाई देऊ। बिचरा सोल्टी होइन। अब बल्ल बल्ल घुम्न आउनुभएको पहाड कस्तो हुन्छ भनेर स्यारनले चाहिँ कुटी कुटी काम अराइयो। अब लु हेर्नुहोस् कस्तो होला पावर, हेर्नु पावर। लु नजा बाख्रा थुन्न त एकछिन। ए सकिएको होइन, जा सुँगुला चारो नि तेरा चाहिँ। ओ त्यो इस्कुसको चाना लुकाइदिए है। होइन, अघि उसले नै आफै बादललाई नै देखा भयो नि होइन। देखाउनु परेन त। यस्तै भयो साथीहरू, आजको दिन पनि यसरी नै बितो। दिन पनि आज भन्दै भोलि भन्दै सक्यो। आजको भ्लगबाट चाहिँ बिदा हुन चाहन्छु। बाइ बाइ।